हे एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी ब्लग। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। म किन यति एक्साइटेड छु भनेर सोच्नुभएको छ भने हामी 3 दिनको लागि टोकियो जाँदैछौँ। म मेरो हस्बेन्ड अनि मेरो ससुराबा भएर। नागोया स्टेसन चाहिँ हाम्रो घरबाट नजिकै पर्छ, त्यही भएर हामी चाहिँ हिँड्दै गइरहेको थियौँ। नागोया स्टेसनमा फेरि यति भिडभाड हुन्छ है। हामीले चाहिँ सुरुमा काट्यौँ टिकट। म चाहिँ केमा जाँदैछु भन्नु न, बुलेट ट्रेनमा। अनि म कस्तो एक्साइटेड छु कि म फर्स्ट टाइम हो नि त, मेरो चाहिँ सबै कुराको फर्स्ट एक्सपिरियन्स भएर मैले चाहिँ सानो सानो क्लिपहरू लिइरहेको थिएँ कि सबै चिजबिजहरूको है। अनि यो चाहिँ हाम्रो ट्रेन स्टेसन। कस्तो गर्मी हो कि अहिले जापानमा है, छिनमै गर्मी हुन्छ, छिनमै जाडो हुन्छ। अनि मलाई चाहिँ कस्तो तिर्खा लाग्यो, त्यही भएर मैले पानी किनेँ। मैले चाहिँ मेरो हस्बेन्डलाई 10 चोटि सोधिरहेको थिएँ कि कति बेला आउँछ ट्रेन भनेर। अनि यहाँ चाहिँ फेरि यो टाइममा आउने भनेपछि एक्ज्याक्ट त्यही टाइममा आउने कि 1 मिनट पनि तलमाथि नहुने है। अनि मैले पहिल्यै एमबिसी जाने बेलामा ट्रेन चाहिँ देखिरहेको थिएँ, त्यति बेला चाहिँ कस्तो स्पिड हिँड्ने जस्तो मानेको थिएँ। अनि भित्र गएर हेर्नु मन थियो है। अनि भित्र गएर हेर्दा चाहिँ ठ्याक्कै मलाई चाहिँ कस्तो प्लेनको जस्तो लाग्यो कि टोयलेट पनि त्यस्तै, बस्ने सिट झ्यालहरू, बाटोबाट चाहिँ कति राम्रो भ्यू देखेको कि। यो देख्दा चाहिँ मलाई कस्तो नेपालको याद आएको है। नेपालमा पनि अहिले ठ्याक्कै बर्खा लाग्यो नि त। 1-1.5 घन्टामा चाहिँ हामी सिनागावा स्टेसन पुगेको थियौँ। त्यहाँबाट अर्को ट्रेन चेन्ज गरेर हामी ओदाइवा गयौँ है। यहाँ जाँदा त नेचुरल फ्लावरको रङ्गोली कति ठुलो बनाइराख्नु भएको थियो कि। अनि मलाई कस्तो राम्रो लाग्यो। एकैछिन यही वरिपरि घुम्यौँ अनि खानासाना खायौँ है। खाना खाएको पनि मैले भिडियो बनाएको थिएँ, तर कस्तो डिलिट भएछ कि। अनि स्ट्याचु वरिपरिको भ्यू हेर्नु न, कति राम्रो हो कि यो है। त्यो आँखाले जति देख्छ नि त्यो त क्यामेराले क्याप्चरै गर्दैन कि। अनि यो गेम मैले खेल्दिनँ भनिरहेको थिएँ, तर हाम्रो बाले मलाई नेपालमा खेले होइन होला, खेल्नुपर्छ, ट्राई गर्नुपर्छ भनेर जबरजस्ती खेल्न लगाउनु भएको। मलाई चक्कर आएर यस्तो गाह्रो भयो है। खेल्न त अर्को गोस्टवाला गेम पनि खेलेको थियौँ 3 जना भएर, त्यसमा चाहिँ अलिअलि डर मात्रै लाग्यो, तर त्यस्तो गाह्रो चाहिँ भएन। यो गेम खेल्दा त एकदमै गाह्रो भयो। फ्रेस हुम भनेर साइडको बिचमा गएको है, त्यहाँ चाहिँ ठ्याक्कै ल्याम्प उडाउने टाइम भएको रहेछ। बच्चादेखि बुढा सबैको हातमा यही ल्याम्प थियो कि, यसमा चाहिँ आफ्नो विस लेखेर एकै टाइममा उडाउने रहेछ है। अनि सधैँ कोरियन ड्रामामा देखिराख्ने, आज आँखै अगाडि देख्दाखेरि त मलाई पनि कस्तो ड्रिमीवाला भाइब्स आइरहेको थियो कि। अनि हाम्रो बाले तँ पनि उडाउँछिस् भनेर सोध्नुभएको थियो मलाई। त्यति बेला चाहिँ मलाई कस्तो गाह्रो भएर नाइ भने। अहिले चाहिँ यो भोइस ओभर गर्दाखेरि चाहिँ कस्तो रिग्रेट भइरहेको छ कि मैले किन उडाइनँ होला भनेर। एकैछिन यही इन्जोय गऱ्यौँ। अनि त्यसपछि ओदाइवा स्टेसन गएर हामी फेरि आज बस्ने ठाउँमा गयौँ। त्यहाँ गएर चाहिँ हामीले खानाहरू अर्डर गऱ्यौँ। एकदमै भोक लागिरहेको थियो। अनि यो चाहिँ एपटाइजर थियो, सी फुड है, एकदमै मिठो थियो, क्रन्ची टाइप्सको। हाम्रो खानामा चाहिँ अक्टोपस, पोलेको मासु, स्यालेड, सी फुडहरू, मिसो सुप, याकिसोबा, जुसहरू थियो। खाना एकदमै इन्जोय गऱ्यौँ, मिठो थियो। अनि आफ्नो रुमतिर फर्क्यौँ।